कति राम्रो छ यो। म यसमा फ्रिजमा राख्नुलाई यसमा कन्टेनरमा भराएको यसरी राख्नु पनि खराब हुँदैन। साग हेर्नु, साग कति ताजा ताजा लाइ साग छ। मुला यो त बहुत ठुल्ठुलो बुढो बुढो, यस्तो साग त पकाउँदिनँ म, यो मिठो हुँदैन। खुर्सानी हेर्नु न, यहाँको खुर्सानी हेर्नु त, यसको यसरी डन्ठा यसरी तोडेर राख्नुपर्छ, अहिले गर्नुपर्छ। यो चाहिँ प्याजको साग अनि फुलकोपीको साग सब्जी, अलिक उटपटाङ सब्जी नै बनाउँछु मैले। यही हो आजको सब्जी मार्केट। यो त फ्याँकिदिए पनि हुन्छ, यसको यो काम नै छैन।